हेलो हेलो नमस्कार सबैजनालाई साथै मेरो युट्युब च्यानलमा स्वागत पनि छ भन्न चाहे सबैजनालाई। आज चाहिँ जङ्गलतिर घुम्न आएको यहाँ बडाइसँग यहाँ साइकल डोराइराख्नु भएको छ अनि छुट्टी पनि थियो रुममा पनि कति सुन्ने अनि त्यतिकै यतातिर घुम्न आएको। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ पुरै तेलको बिरुवाहरु यहाँ पुरै फलेको छ। अनि तपाईले के भन्न चाहनुहुन्छ भने भन्नुस् है जल्दी। एकदम ठीक छ। यता हेर्नु हो क्यामेरामा। एकदम ठीक छ। छुट्टीको दिन मैले यहाँ जंगलमा कस्तो छ नि? जंगलमा कुखुराहरु पाइन्छ। जंगलमा कुखुरा पाइन्छ अरे। यहाँ चाहिँ कुखुरा भन्दा पनि त्यति घुम्न आएको। यो माथितिर त्यो उ पनि छैन खासै त्यो ठाउँ छैन त्यही भएर यतातिर घुम्न आएको। यस्तै छ हाम्रो जिन्दगी भनेको। 8 घण्टा ड्युटी गर्यो रुममा सुत्नु कति सुत्नु वाक्क दिक्क भइसक्यो अनि यतातिर घुम्दै यो तेलको बिरुवा यहाँ पुरा यसरी फलेको छ देख्न सक्नुहुन्छ। यस्तो खालको छ कि यो पुरै पाकिसकेको छ। आठीतिर त्यो नेपालतिर पाइने डुम्फी जस्तो छ कारै कारा हो यो के हो यस्तो यस्तो यो चाहिँ बिरुवा हो पाल्न पनि छ ठुलो ठुलो। यो चाहिँ खास गरी 5 वर्षदेखि रोपेको 5 वर्षदेखि फल्न सुरु गर्दा रहेछ। यो भर्खर कति स्टेप 2 स्टेप मात्र काटेछ। अस्ति भर्खर मात्र काटेको थियो यो तल्लोको स्टेप फेरि काट्ने भइसकेको छ। माथितिर फुल्दै छ। मौसम एकदमै मस्त छ मलेसियामा। पात झर्दै छ पलाउँदै छ। फलफुल पनि त्यस्तै हो माथितिर फलिरहेछ तल पुरै रेडी भइसकेको छ। अनि यहाँ तेल पनि त्यही हो। यो चाहिँ खास तेलको रुख हो भन्छन् के अरे। हुन पनि कसरी पेल्छन् त्यो चाहिँ ठ्याक्कै थाहा भएन। तेल हो रे भन्छन्। अनि यसको तेल चाहिँ आउँछ यही हो हामीले युज गर्ने प्राय होटेलमा। यो चाहिँ सब हाम्रो कम्पनीकै साउको बारी हो। यो चाहिँ अरु छन् यहाँ काट्ने बंगालीहरु। आज पल्लोपट्टितिर रहेछन्। पल्लोपट्टि सबै ठुलठुला छ जंगलहरु। अस्ति कहिले मैले देखेको थिएँ। आज मौसम पनि अलि हल्का गर्मी टाइपको छ। घाम गरिरहेको छ। अघि पानी परिरहेको थियो। यस्तो घाम छ माथि गइरहेछ साइकल डोराउँदै मेरो सोल्टी घुम्न जाम भनेको अनि यतातिर आएको। अनि ठ्याक्कै खाना खान टाइम पनि भयो। अब निस्किसके जंगलबाट। ठ्याक्कै यो हाम्रो होटेलको पछाडिपट्टिको जंगल हो। यता पहिला यहाँ चाहिँ ठुलो रुखहरु जंगलहरु थिए। अस्ति अहिले भर्खर रोपेको छ यो भागभरि पुरै यो सानसानो देखिन्छ। यो सब तेल रोपेको छ त्यहाँ पनि पुरै ठुलठुलो जंगल छिर्नै नसकिने थियो। अहिले पुरा नङ्गै गरा ऊ पाल्नपट्टि देखिरहेछ त्यो चाहिँ ठुलठुलो हो। बुढो भइसक्यो लास्टै अग्लो छ हो त्यो त। अनि ठ्याक्कै फाइनली आइसक्यो हाम्रो होटेल पनि यता यहाँ नजिकै हो। चाहिँ गर्मी छ भने छिटै निस्किहाल्यौं जंगलबाट। फाइनली आइसक्यो। तर हेर्नु हो थ्यांक यू सो मच। यही हो मलेसियाको मजा। यहाँ चाहिँ चारैतिर सर घुमाएर देखाइदिन्छु। यस्तो छ हो यता देखिरहेको मेन रोड हो। अनि यो चाहिँ तेलको बारी पाल्नपट्टि देखिरहेछ। सबै ठुलठुलो त्यता छ। हस् थ्यांक यू सो मच। फाइनली आइसक्यो है रुममा।